नेपाली हिन्दू महिलाहरूको महान चाड हरितालिका तीजको रौनक सहर बजार मात्र होइन, गाउँ गाउँमा पनि फैलिसकेको छ। यो पर्वमा महिलाहरू आफ्नो स्वास्थ्य र श्रीमानको दीर्घायुको कामना गर्दै व्रत बस्छन्। यद्यपि समयसँगै संस्कार र संस्कृतिमा निकै परिवर्तन आएको छ। यद्यपि यसको महत्त्वमा कुनै कमी देखिँदैन। हिजोआज सहरी क्षेत्रको तीज भड्किलो हुँदैछ भने तीजको रमझममा पनि पश्चिमेली शैली मिसिन थालेको देखिन्छ। फलस्वरूप तीज केही उत्ताउलो हुन थालेको र यसको मौलिकता हराउन थालेको गुनासो पनि हुन थालेको छ। तीज यही बेलादेखि सुरु भएको भन्ने ठ्याक्कै मिति निर्धारण त गर्न सकिँदैन। तैपनि यो भारतवर्ष विशेष गरी उत्तर भारत एवं नेपालमा पौराणिक कालदेखि नै चलिआएको बुझ्न सकिन्छ। विशेष गरी तीज भारतभन्दा पनि नेपालमै बढी चलेको पर्व हो। नेपाली समाजमा यो पर्वको मौलिक स्वरूप विकास भएको हुनाले तीज विशुद्ध नेपाली पर्व हो र यो नेपालका महिलाहरूले मात्र मनाउँछन् भन्न सकिन्छ। नेपाली जनजीवनको सामाजिक, धार्मिक, सांस्कृतिक आदि पहिचान व्यक्त गर्ने यो पर्वले नेपाली महिलाहरूको इतिहासलाई बोकेको छ, जुन विभिन्न रूपले यो पर्व मार्फत प्रकट हुन्छ। धार्मिक कथन अनुसार हिमालय पुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी व्रत बसेकी र उनको व्रत पूर्ण भई महादेव पति पाएको दिनलाई हिन्दू नारीहरूले हरितालिका तीजका रूपमा मनाउँदै आएका छन्। पार्वतीले महादेवलाई श्रीमानका रूपमा पाउन 107 जन्मसम्म घोर तपस्या गरे पनि 108औं जन्ममा मात्र उनको तपस्या पूरा भएको कुरा विभिन्न शास्त्रमा उल्लेख छ। यही मान्यतालाई अनुसरण गर्दै विवाहित महिलाले आफ्ना श्रीमानको दीर्घायु एवं अविवाहित महिलाले सुयोग्य वर पाऊँ भनी तीजको व्रत बस्ने चलन रहेको छ। यसको धार्मिक महत्व। तीज हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन मनाइन्छ। अघिल्लो रात अर्थात् द्वितीयाका दिन दर खाइन्छ। तीजका दिन व्रत बसिन्छ। चौथीका दिन स्नान गरी व्रतको पारण गरेर खाना खाइन्छ भने तीजको तेस्रो दिन अर्थात् ऋषि पञ्चमीका दिन व्रतालु महिलाहरूले 365 वटा दतिवनले दाँत माझेर माटो लेपन गरी स्नान गर्छन्। अपमार्ग लेपनले छालामा हुने एलर्जी हटाउँछ। पञ्चमीका दिन अरुन्धती सहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि तथा वशिष्ठ ऋषिको पूजा गरी हलोले नजोतेको अन्नको भात र एक सुइरो भएर उम्रने कर्कौला आदिको तरकारी वा एकदलीय अन्न मात्र खाइन्छ। यो दिन श्रीमानले पकाएको भोजन खाए आपसी आत्मीयता एवं सद्भाव बढ्ने विश्वास पनि रहेको छ। तीजमा प्रयोग हुने गहना र पहिरनको पनि आफ्नै महत्व छ। धार्मिक संस्कारयुक्त तीज सर्वमान्य हुन्छ। तीजका दिन महिलाले लगाउने रातो साडी सुख, समृद्धि एवं साहसको प्रतीक मानिन्छ। रातो रङले महिलालाई एक किसिमको शक्ति प्रदान गर्ने धार्मिक विश्वास रहेको छ। पोतेले शान्ति र आनन्द प्राप्त गर्छ भने रातो टीका सौभाग्यको प्रतीक हो। हृदय स्वच्छ भए मनोकांक्षा पूरा हुने धार्मिक विश्वास तीजको व्रतमा अन्तर्निहित रहेको छ। तीजमा महिलाहरूले निर्जल निराहार उपवास बस्नुपर्ने धार्मिक मान्यता छ। एक प्रकारले हेर्दा यसले महिलालाई पुरुषको अन्धभक्त बनाउन खोजे जस्तै देखिन्छ। पुरुष भक्त हुन गरिने व्रत तीजमा महिलाले गरेको धार्मिक विधिले श्रीमानको दीर्घायु, सुस्वास्थ्य, प्रगति हुने मान्यता रहेको छ। यसको सामाजिक महत्व। नेपाल कृषि प्रधान मुलुक हो। तीज बालीनाली रोपिसकेपछि केही फुर्सदको समयमा मनाइने पर्व हो। आपसी प्रेम बढाउने यो पर्वले महिलाहरूको दुखेसो पोग्ने वातावरण सिर्जना गरिदिन्छ। बालीनाली लगाइसकेपछि केही फुर्सदको समयमा माइतीबाट बाबु वा दाजुभाइ गएर छोरी चेलीलाई भेट्ने र सकेसम्म माइती लिएर फर्कने प्रचलन छ, जसले माइती चेलीको आपसी सम्बन्धलाई मजबुत बनाउँछ। विवाह भएर टाढा पुगेका दिदीबहिनी बीच भेट गराएर यो पर्वले उनीहरूको मन हलुका पार्न र सुख दुःखका कुराकानी गर्ने अवसर समेत जुटाइदिन्छ। केही वर्ष यतादेखि व्रतको अघिल्लो दिन खाइने दरको स्वरूपमा परिवर्तन हुँदै गएको छ। कतिपय मध्यमवर्गीय घरमा सामाजिक संस्कार फेरिएका छन्। विवाह भएको पहिलो वर्ष छोरीको घरमा दर पठाउनु पर्ने चलन बढ्न थालेको छ। यसले माइती पक्षलाई छोरीका निम्ति थप आर्थिक भार बेहोर्नु पर्ने बाध्यता सिर्जना गरिदिएको छ। दर पठाउने क्रममा माइतीबाट छोरीको घरमा सम्धिनीलाई मात्र नभएर जेठानी, नन्द, आमाजु समेतलाई गरगहना, पहिरन, जुत्ता, श्रृङ्गार सामग्री आदिका साथै 11 किसिमका परिकार पठाउनु पर्ने चलनको थालनी भएको छ। यस्तो सामाजिक व्यवहारले तीजको वास्तविक उद्देश्यलाई ओझेलमा पारेको छ। यो चलनको दुष्प्रभाव स्वरूप धेरै बुहारी भएको घरमा कसले कति ल्याउने भन्ने अनावश्यक टिप्पणी हुने गर्छ। कम ल्याउने बुहारीलाई होच्याउने, अपमान गर्ने र बढी ल्याउने बुहारीलाई बढी सम्मान दिने गलत र अनावश्यक प्रतिस्पर्धाले हाम्रो सामाजिक सद्भाव र मेलमिलापमै असर पार्न सक्छ। यस्ता गलत प्रवृत्ति हटाउने हो भने तीजको सामाजिक महत्व अत्यन्त ठूलो हुनेछ। यसको सांस्कृतिक महत्व। मान्छे जति आधुनिक भए पनि उसले जन्मसँगै पाएको संस्कार
एवं संस्कृति छोड्न सक्दैन। नेपालमा रहेका हिन्दू समुदायले मनाउने तीज पर्वलाई अहिले अन्य जातिले पनि मनाउन थालेको पाइन्छ। तीजलाई महिलाको रमाइलो पर्वका रूपमा समेत लिइने भएकाले युवतीहरू पनि यसमा रमाउँछन्। कामबाट केही समय अवकाश लिँदै परिवार साथीभाइ जमघट घुमघाम नाचगान यो पर्वको अर्को विशेषता बन्दैछ। तीजमा गीत संगीतको विशेष महत्व रहन्छ। महिलाहरू विद्युतीय उपकरण र साधन नहुँदा समूहमा भेला भई गीत गाउँथे भने अहिले रेडियो र टेलिभिजनमा आधुनिक शैलीका गीत र नृत्य गुन्जिन थालेका छन्। तीजका गीतमा छोराछोरी बीचको विभेद, पीडा, सासुबुहारीको कचकच, दुःख, ईर्ष्या आदि विषय समावेश हुन्थे। तर अहिले तीज गीतका विषय पनि परिवर्तन भएका छन्। सांस्कृतिक मान्यता स्वरूप महिलाहरू गीत गाउँदै नजिकैको मन्दिर वा समूहमा भेला भएर विभिन्न भाकामा तीजका लय गुन्जाउँछन्। चुलो चौको एवं घरधन्दाको व्यस्ततामै अल्झिएका अधिकांश महिला तीजमा मन खोलेर आफ्नो व्यथा पोख्छन्। अहिले सबै नेपाली नारीको घरमा यस्तो अवस्था छैन। टोलटोलमा समूह बनाएर 1 महिना अघिदेखि नाचगान र खानपिनका कार्यक्रम सञ्चालन गरिन्छन्। कतिपय सङ्घ-संस्थाले तीज प्रतियोगिता पनि आयोजना गर्छन्। यसले तीजको खास अर्थ र महत्त्वलाई मारेको मात्र छैन, संस्कार र संस्कृति युक्त तीजलाई भड्किलो र उत्ताउलो बनाउँदै लगेको छ। यद्यपि तीजको संस्कृति अन्य जात वा समुदायका महिलामा पनि प्रवेश गर्नु राम्रो कुरा हो। तीजलाई हामीले परम्परागत मान्यता र विधि नमर्ने गरी परिष्कृत गर्दै लानुपर्छ। शिक्षित र सभ्य समाजमा हुर्किएका आधुनिक महिलाहरूले अन्धविश्वासलाई चिर्दै तीजलाई उल्लासमय एवं संस्कारयुक्त बनाउन पहल गर्नुपर्छ। तीजलाई आधुनिकीकरण गर्ने नाममा भड्किलो र असभ्य बनाउनु भने हुँदैन। आफूलाई आधुनिक र सहरिया मान्ने महिलाहरू होटलमा भेला भएर पार्टी आयोजित गर्छन् र लट्ठिने गरी मदिरामा डुब्छन्। तीजका नाममा भित्रिएको यो सबैभन्दा दुर्गन्धित पक्ष हो। इज्जत र सभ्यता अनि सुन्दर देखिन नभई अरूको देखासेकी र प्रतिस्पर्धाका लागि गहना लगाउने चलन पनि भित्रिएको छ। त्यसले आर्थिक भार पनि बढिरहेको हुन्छ। यस्तो व्यवहारले मौलिक संस्कृतिलाई पनि ओझेलमा पार्छ। यो पर्वको सांस्कृतिक महत्त्वको जगेर्ना गर्न विकृतिहरू हटाउँदै जानु आवश्यक छ र यसको पारम्परिक महत्त्व हिमालय पुत्री पार्वतीबाट सुरु भएको मानिने तीजको परम्परा निकै पुरानो छ। हरितालिका तीजको व्रत पवित्र मन वचनका साथ बस्दा अविवाहितले चिताएको वर पाइने तथा विवाहितहरूले आफ्ना पतिको दीर्घायु तथा सुस्वास्थ्य प्राप्त गर्ने परम्परागत मान्यता छ। हरितालिका तीजको व्रत सकिएपछि मनाइने पञ्चमीको परम्परागत महत्त्व भने फरक रहेको छ। चाहे विवाहित हुन् वा अविवाहित, सम्पूर्ण नारीले यो दिनलाई आफ्ना लागि मनाउँछन्। पञ्चमीमा टोकिने 365 वटा दतिवनका डाँठले वर्षभरि जान अनजानमा भए गरेका कायिक, बाचिक एवं मानसिक गल्तीबाट मुक्ति पाइन्छ भन्ने भनाइरहेको छ। यो दिनलाई महिलाको रजस्वलासँग प्रत्यक्ष जोडेर हेर्ने परम्परा छ। युवतीहरू प्रथम रजस्वलापछि मात्र पञ्चमी पूजामा सरिक हुन्छन् भने विवाहित प्रौढ एवं महिलाहरू रजस्वलाका बखत छुन नहुने चीज वा देवी देवतालाई भुलवश छोएको भए पनि दतिवन टोकेपछि सम्पूर्ण पाप पखालिने कुरामा विश्वास गर्छन्। तीज पर्वको परम्परागत महत्त्व सम्बन्धसँग जोडिएर आएको छ। सम्बन्ध सुधार गर्ने, यसलाई अझ प्रगाढ बनाउने तथा सम्बन्धमा भएका मनमुटावलाई प्रेममा बदल्ने पर्व हो तीज। अहिले पनि यसको आस्था र महत्त्व उत्तिकै छ। अनदीको लट्टे, तिलको छोप हालिएको करेलाको अचार आदि परिकारको स्वादसँगै पुराना भाका र शैलीका गीत गाउने, पानी नपिए व्रत बस्ने, पञ्चमीको पूजापछि कर्कलो खाने जस्ता परम्परागत संस्कार हाम्रो छ। जति पहिलो पुस्तासँगको संगतबाट संस्कार सिकिन्छ त्यति अरूले गरेको देखेर प्राप्त हुँदैन। पहिले नेपाली नारीहरू आत्मनिर्भर तथा स्वावलम्बी नभएका हुँदा एक दिन भए पनि मिठो मसिनो खुवाउन माइती पक्षकाहरू लामो समयदेखि दरको चोखोमा जोड्थे भने चेलीबेटीहरू पनि महिनौं अगाडिदेखि पर्खेर बस्थे। त्यही दिनलाई उनीहरू आफ्नो बह पोख्ने र स्वतन्त्र रूपले रमाउने दिनका रूपमा उपभोग गर्थे। सासूले खटाउने संस्कारबाट आएका नेपाली महिलाले एकै दिन भए पनि राम्रो लाउने, मिठो खाने, स्वतन्त्र हुने अनि ढक फुकाएर नाचगान गर्ने मौका पाउने भएकोले यो पर्व नेपाली महिलाको आत्मीय पर्व हो जसको पर्खाइमा उनीहरू व्यग्र हुन्छन्।
देखो यार यस तपाईकै जान्छ रोबिनको नाम हान्न पर्छ नि अरूमा जान्छ अरू च्यानलमा जान्छ प्रयास भन्ने मान्छेको दिमागमै छ अहिले त हरा New content. Heर्नुहोस् वाइड भयो सिधै दुई